तपाईले यदि गराउनु भयो भने नि त्यसले तपाईलाई गन्दैन, त्यसले तपाईको समस्या बुझ्दैन। थाहा छ कि नै तपाईलाई? कुनै एउटा व्यक्तिलाई भगवानको उपमा दिएर हामीले त्यसरी देवत्वकरण नगरौँ हैन। देवत्वकरण नगरौँ। कोही व्यक्ति भगवान हुन सक्दैन। हुन सक्दैन। कोही व्यक्ति भगवान हुन सक्दैन, कसैलाई देवत्वकरण नगरौँ। यदि कुनै व्यक्तिले गल्ती गर्छ भने त्यसलाई गल्ती गरिस् भन्ने आँट चाहिँ राख्नुपर्छ के नेपाली जनताले हैन। आज भगवान बनाएछन् हाम्रो कुलमानजीको पनि के काण्ड आज त 43 करोडको यो विद्युत महसुल खरिद हो। त्यही विद्युत महसुल खरिद व्यापार सम्झौतामा 50 करोड काण्ड आज त्यो हो भने औँला उठाउने हिम्मत गरौँ के। राम्रो काम गर्नेलाई राम्रो काम गरी सेवास दिने हाम्रो प्रवृत्ति उगरौँ, बानी बसालौँ। अनि जसले राम्रो काम गर्दैन नि यदि त्यो भगवानै भए पनि त्यसलाई हामीले औँलो उठाउने हिम्मत राख्नुपर्छ। यदि हाम्रा आमा बुवाले पनि गल्ती गरे भने हामीभन्दा ठुला जसले पनि गल्ती गर्यो भने हामीले औँला उठाउने खबरदार गर्ने हामीले हिम्मत राख्नुपर्छ के। यदि बच्चाले यदि हामीले गल्ती गरिन्छ भने बच्चासँग पनि माफी माग्ने हामीले साहस राख्नुपर्छ। बुझ्नुभयो? यो देश बिग्रेकै नेपाली जनताहरूले देवत्वकरण गरेको मान्छेलाई हिजो प्रचण्डलाई देवत्वकरण गरेका हुन् कि नै? जनयुद्धको के अरे मसियाको जनयुद्धको कमान्डर आदि इत्यादि भनेर देवत्वकरण गरेर आज के गर्यो त्यो देवताले थाहा छ? भ्रष्टाचार क्यान्टोनमेन्ट भ्रष्टाचार क्यान्टोनमेन्ट त्यतिखेर क्यान्टोनमेन्ट भ्रष्टाचार गरेको थाहा हुँदाहुँदै पनि मान्छेले त्यसलाई लुकाए, देवत्वकरण गरेर लुकाए। देवत्वकरण गर्नाले नै देश बिग्रिन्छ के। हामी उनीहरू पनि हामी जस्तै हुन्, हाम्रो पनि देश विकास गर्ने सोच छ, जिम्मेवारी छ। कुरा निकाल्नु भएको त्यो बुजुर्ग बहादुर किन काम गरेन? त्यही त के हो क्यान्टोनमेन्टको त्यो क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार चाहिँ हाम्रो डाक्टर बाबुराम भट्टराईले खुदै भन्नुभएको छ हैन। त्यही टिमको हो कि नै? हजुर मसँग भिडियो छ, मैले सेभ गरेर राखेको छु। कसै सुनेको घरमा भन्छ भनेको क्या मान्छेले।